सेवन्ने फ्रेन्ड्स सबैजनालाई सुप्रभात। यो चाहिँ मैले मुम्बईबाट लिएर आएको डल्ले खोर्सानी, मुम्बईबाटै उमारेर बोट लिएर आएको थिएँ। अन्त वहाँनिरको यसो छिमेकीहरूलाई दिनु खोजेको, अरे या त हुँदैन हौ हामी मारी पठाउँछौँ भनेर मेरो पालो बोटै यता बोकेर ल्याएको। कस्तो मजाको ठुल्ठुलो फल्यो नि, आमाम कत्रो साइज चाहिँ एकदम ठुलो साइज। यसरी पुरै फलेको चाहिँ हो, यता आउँदा एकदम धेरै फलिरहेछ। यी अर्को बोटहरूले चाहिँ यत्तिकै फलिरहेछ। यी आम्मामा डल्ले खोर्सानी त कति हो कति नि, अब यो त 600 रुपियाँ किलो पो छ त, 600 रुपियाँ किलो हो। आम्मा कत्रो कत्रो छ, कम्ती त फुलेको छैन त हौ यो त। आम्मामा यसरी लटरम फलिरहेछ हो। कोही ठाडो कोही डल्लो, यो चाहिँ ठाडोहरू यो डल्लोहरू। कस्तो ठुल्ठुलो उदो मुन्टे है आमा, खै कता अरे के अरे उदो मुन्टे यहाँ त। आमा कस्तो मजाको फलेको, यो 600 रुपियाँ किलो छ है मार्केटमा चाहिँ। खानु मन गरिहाल्छ यसरी, कति धेरै फलेको है। फलिरहेछ यसरी उकालो गर्दा पो फलेको देख्दो रहेछ त, मजाले फलिरहेछ। अन्त बाहिरको मौसम चाहिँ आज यस्तो भइरहेको छ, धुम्मा न धुम्मा हो, सुहाना। काँक्राले पनि फल्ला फल्ला जस्तो गर्दैछ, चिचिला लागिरहेछ काँक्राले पनि, चिचिला लाग्दै रहेछ काँक्राले पनि। यो चाहिँ माथिको काँक्रा है मेरो, ठुलो ठुलो हुँदो रहेछ चिचिला चाहिँ।